न कतै कुनै न कुनै रूपबाट फाइदा पुग्छ भने त्यो सत्कार्य हो। यति कुरा विचार गर्नुहोस्। एउटै भावना चाहियो हृदयमा। वेदले बताएको भावना, त्यो भावना के हो भने सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। सबैलाई सुख होस्, कसैलाई कसैको पीर नहोस्। अर्को वसुधैव कुटुम्बकम्, चराचर प्राणी जीव जीवात्मा ब्रह्माण्डमा भएका यावत व्यक्तिहरू मेरा आफन्त हुन्, कुनै विशेष व्यक्ति छैन। सबै मेरा हुन्, सबै हाम्रा हुन्, सबै भगवत कृपा पात्र हुन्। यो भावले कर्म गर्नेवाला यो कर्मयोग हो। दोस्रो छ भक्ति योग। भक्ति योग भनेको के हो? भक्ति योगको विषयमा शास्त्रले के भनेर बताएको छ? परमात्मामा विशुद्ध प्रेम, भगवत परिचर्या कर्म, भगवानको सेवाका लागि भगवानको 9 प्रकारका भक्ति याद छ यहाँलाई? श्रवणं कीर्तनं विष्णु स्मरणं पादसेवनं अर्चनं वन्दनं दास्यं सख्यम आत्मनिवेदनम। भगवानको कथा श्रवण गर्ने, भगवानकै कीर्तन गर्ने, भगवानलाई स्मरण गर्ने, भगवानको पाउको सेवा गर्ने। त्यही भएर के भनेको? पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान। सबैले प्रेमपूर्वक तालीले सेवा गर्दै हात माथि राखेर गर्नु दान, पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, मनले गर्नु ध्यान भक्त मनले गर्नु ध्यान, मनले गर्नु ध्यान भक्त मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, पाउ पायौँ तीर्थ गर्न हातले गर्नु दान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान, कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान। बोले भक्तवत्सल भगवानको। र महाराज यस्तो प्रकारसँग लैजान 2-3 जना अरू जान्छन् कि बोलाउनु है। भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको। हरि शरण। 9 प्रकारका भक्तिहरू। पहिलो नम्बरमा भगवानको कथा सुन्ने, दोस्रो नम्बरमा भगवानको कीर्तन गर्ने, तेस्रो नम्बरमा भगवानको स्मरण गर्ने, चौथो नम्बरमा भगवानको पाउको पूजा गर्ने, पाँचौं नम्बरमा भगवानको अर्चना गर्ने, छैठौं नम्बरमा 2 हात जोडेर वन्दना गर्ने, सातौं नम्बरमा भगवानलाई आफ्नो आफन्त सखा सम्झिने। अनि
अर्को 8औं नम्बर दास स्वभाव। प्रभु म हजुरको सेवक हुँ है, म मालिक होइन कहिले पनि, मेरो के छ र यहाँ? हजुरले दिनुभएको पानी पिरेछु, हजुरले दिनुभएको हावाले बाँचिरहेछु, हजुरले दिनुभएको भूमिमा बसिरहेछु, हजुरले दिनुभएको आकाश छानो छ। त्यस कारणले म त हजुरको सेवक हुँ। 9औं भक्ति भनेको समर्पण, आत्मसमर्पण। लौ मेरो केही छैन भनेर 2 हात भगवानलाई उठाइदिनु। अब हाम्रो जय भन्दा पनि 10 चोटि ठोक्नुपर्छ। हेर्नुहोस्, कोही 1 हातले जय है, कति बानी होला नि जय, कोहीलाई यसो आउँछ क्या, म त नाच्न ठिक्क पर्या हो कि भने जय हरिशंकर। बोले भक्तवत्सल भगवानको धन्न। आज लास्ट दिन भएपछि समर्पण आएको छ, यति भएपछि पुग्यो। यस्तो प्रकारसँग परमात्माको विशेष समर्पण भाव राख्नु यो 9 प्रकारको भक्ति योग हो। अब आयो ज्ञान योग। ज्ञान योग भनेको के हो? परब्रह्म रूपी ईश्वरलाई मैले भित्र अनुभव गर्न सके भने त्यो ज्ञान भयो। एउटै कुरा काफी छ। हे परमात्मन, यो जगतमा मेरा बन्धु बान्धव इष्ट मित्र यी सबै कुरा के हुन्? यी सबै झुटा हुन्। बोले भक्तवत्सल भगवानको जय, लक्ष्मीनारायण भगवानको जय। भगवानलाई पूर्ण रूपमा समर्पण भने ज्ञान भनेको पूर्ण रूपमा, थोरै मात्रै होइन, पूर्णाति पूर्ण। किनभने एक मात्रै पूर्णको हो भनेको ब्रह्म परमात्मा। हामी त सधैँ अपूर्ण छौँ। किन भनेको यसो गर्छु उसो गर्छु अनि शान्ति हुन्छ भने शान्ति आउँछ? आउँदैन। के भन्छ मान्छेले? शान्ति लिन्छु भनी थपक्क बसुला, रुन्छन् ती चल्लाहरू। घरा जिम्मेवारी छ नि त, होइन? त्यही भएर के गर्छ? शान्ति ल्याउँला, यति गरेपछि आनन्द होला भने घर मुखमा मुख बाएर चिया चिया गरेका छन्। हेर्नुहोस्, शान्ति लिन्छु भनी थपक्क बसुला, रुन्छन् ती चल्लाहरू। सम्झाई किन मान्दथे अझ ठुलो, गर्नन् ती हल्लाहरू। यस्तोमा पनि शान्ति पाउँछु भनी गर्दैछ आशा मन। यहाँनिर हेर्नुहोस्, यतिमा सबैमा यही घर परिवार बन्धु बान्धव चल्ला चल्लीबाट भएको ठाउँमा म सुख पाउला भन्ठानेको। यस्तोमा पनि शान्ति पाउँछु भनी गर्दैछ आशा मन। आयो चेत कसो गरौँ प्रिय सखे, सम्झन्छु वृन्दावन। अब यस्तोमा चेत आउँदैन, त्यही भएर मनमा वृन्दावन, मनमा चारधाम। मन चङ्गा लोटामा गङ्गा, जहाँ छु जहाँ जाउँ जाउँ, जुन ठाउँमा जन्म लिउँ, मलाई त्यो केही पीर छैन प्रभु। मलाई विष्ठाको किरो भएर जन्म दिए पनि पीर छैन, तर हृदयमा त्यो हरिभाव चाहिँ नछुटोस्। अरू केही पाइएन, जीवनमा केही गर्नै सकिएन। तर जब यो गोडा तन्काउने बेला हुन्छ नि, भ्याए गोबरले लिप्लान नभए पानी छम्केलान् नभए त्यसै गुडाउलान्, त्यो अवस्थामा हे परमात्मन मलाई अरू केही चाहिँदैन। यो प्राण पंक्षी जब जान तयार हुन्छ, तिम्रै चरण कमलको पनि आस गर्छ। यस्तै सुकर्म गर्दै दिन यो बितोस् है, आखिरीमा मन पनि हरिमा मिलोस् है। प्रभु यति भए पुग्छ, अरू केही चाहिँदैन। प्राण जाने बेलामा त्यो राम नाम नछुटोस्, यो ज्ञान हो। अरू संसारमा ज्ञान सकेर सकिनेवाला छैन। कति वर्ष भयो वस्तु पाले, अझसम्म जानिया छ छैन।
एउटा भेटनरी डाक्टर आउँछ, ला तपाईँ त गोठै बनाएको मिलेन भनिदिन्छ। बल्ल बल्ल त्यसले भने जस्तो बनायो, अर्को आएर भन्छ हेर गहुँत बहिनी खाल्डो राम्रो भएन छ नि तपाईँको, यसले त ब्याक्टेरिया ल्याउँछ भनिदिन्छ। मिल्छ? हामीले गरेका काम केही मिल्दैन। हेर्नुहोस्, बिहान बेलुका यो 10 चक्र शङ्ख चक्र यो औँलाका यी कति डढाएर पकाएको छ नि मान्छेले। खानेवालाले के भन्छ, हे तेरी आज कति पिरो हाल्या, आज काँचै रहेछ, हो कि होइन भन्नु त? 10 चक्र पोलेर पकाएको होइन? कति दुःख गरेर भान्सेले मेहनत गरे हुन्छ, कति वर्ष भयो पकाउन थालेको, तैपनि खानेवालाले नुन बढी भएछ, नुन चर्को भएछ, पानी बढी भएछ, कति चिल्लो हालेको, ग्यास्ट्रिक बढ्ने गरी। महाराज त्यही भान्सा काम मात्रै सही भन्न ठान्नुहुन्छ। अब महाराज जहिले कहिले केही चिजबाट चाहिँ शान्ति मिल्नेवाला छैन। त्यही भएर पूर्ण शान्ति भनेको के हो? परमात्माको स्मरण। त्यो भाव राख्नुहोस्। महाराज संसारमा कसैलाई कमाएर कसैलाई केही पुग्नेवाला छैन, कसैले केही लिएर जानेवाला पनि छैन। उद्धवजीलाई भगवान भन्नुहुन्छ, यो उद्धव एउटै कुरा तिमीले बुझ, म कर्म गर्न आएको हो। कर्मस्तु हेतु सुख दुःख योश्चित किमात्मनस्तद्धि जड़ा जड़त्वे देहस्त्वचित पुरुषोऽयं सुपर्ण क्रुद्धित कस्मै नहि कर्म मूलम्। काम कहिल्यै सकिँदैन, काम सकिया छ आजसम्म, आजबाट समाप्त भयो, काम पूर्ण भयो। भोलि त यहाँ साङ्गे गरेपछि काम सिद्धियो, अब देवालीमा आउने भनेर हुन्छ। कत्रो ठुलो काम जिम्मेवारी बाँकी रह्यो, झन् ठुलो काम आयो। यी भगवान मुसुक्क हेरेर हाँस्दै हुनुहुन्छ, मलाई कहाँनिर राख्लान् भन्ठान्दै हुनुहुन्छ हनुमानजी। कति आँखा चिम्लिनु कहिले खोल्लान् भनेर बस्नु भएको छ। मलाई कहाँनिर राख्लान्, अर्को जिम्मेवारी सुरु भयो कि भएन? अर्को जिम्मेवारी सुरु भयो। काम कहिल्यै सकिनेवाला छैन यो संसारमा। तर कर्ममा निराश पनि कहिल्यै हुनु हुँदैन। निराश भएपछि सकियो। त्यही भएर कर्ममा कहिल्यै निराश हुनु हुँदैन। हामी मनुष्य जीवन पाएकै कर्म गर्नका लागि। कर्मले जन्म लिन्छौँ। कर्मणा जायते जन्तु कर्मणैव विलीयते सुखम दुःखम भयम क्षोभम कर्मणैवाभिपद्यते। कर्मले जन्मियो, कर्मले बाँच्यो, कर्मले मृत्यु हुन्छ। यो कर्ममै जिन्दगी जान्छ। त्यसकारणले कर्म गर्न कहिले हरेस खान नि हुँदैन, बिग्रियो भनेर आत्तिन नि हुँदैन। हेर्नुहोस्, 100 पल्ट लडे पनि उठ्न छोड्न हुँदैन। आज भएन भनेर छोड्यो भने त्यो मान्छेले कहिल्यै प्रगति गर्दैन। हेर्नुहोस्, आज भएन भनेर जसले छोड्छ नि, अब त्यो मान्छे बिग्रियो भन्ने जाने हुन्छ, किनभने त्यसले दोहोऱ्याएर कामै गर्न चाहँदैन। प्रयास गर्यो भने, उद्योगी बन्यो भने, मेहनत गर्यो भने त्यो एक दिन अवश्य सिद्ध हुन्छ। हे उद्धव, तिमी कर्ममा विचार गर। अनि अर्को कुरा के बुझ भने यो संसार सबै शून्य हो, केवल परमात्मा मात्रै सत्य हो, अरू सब झुटो छ। त्यसकारणले झुटो संसारको मोहमा नपर। कर्म गर, त्यसमा मोहमा नपर। गर्ने मेरो काम, दिने उसको काम। जति देला माना देला, मुरी देला, जति सुकै देला। या हल्ला नगर्नु अगाडि बस्नु जति किन? एउटा माइक उता पठाइदिनु पर्ला छ। हल्ला नगर तिमी चाहिँ। बोले भक्तवत्सल भगवानको जय। कर्म हाम्रो जीवनको अभिन्न अंग हो। यो सबै शून्य हो भन्ने कुरा थाहा छ, तर गर्नुपर्ने हाम्रो जीवनको बाध्यता पनि छ, परमात्माको निर्देशन पनि छ। उद्धवजीलाई यस्तो प्रकारसँग भगवानले सम्झाउनु भयो र वैराग्य व्याख्या गर्नुभयो। उद्धव, अब भगवानमा मन लगाउनलाई के गर्ने त भने भगवानका 8 प्रकारका मूर्तिहरू छन्।